ल धीरेन्द्र आज हामी कहाँ आएका छौँ आज बुद्धको ठाउँमा यो गुम्बा है बुद्धको थोटलकण्डा भन्ने विशाखापट्टनम ठाउँको गुम्बामा छौँ यस्ता गुम्बाहरू हुन्छन् बुद्धको हाम्रो बाबु धीरेन्द्र यतातिर आउनु धीरेन्द्र देखाइदिनु के छ बुद्धको जानकारी तिमीलाई सबै कुरा थाहा छ अरे बुद्धको बारेमा बुद्ध भगवान कहाँ जन्मेका हुन् पनि तिमीलाई थाहा छ कहाँ जन्मेका हुन् बुद्ध भगवान भन त हो नेपाल कुन ठाउँमा जन्मेका हुन् हो कसका छोरा थिए उनी हो भेरी गुड ल त्यो कुरा थाहा छ यहाँ अब सबैलाई एकचोटि यसो भिजिट गर्न भनेर म सबैलाई आग्रह गर्छु किनकि यो ठाउँ एकदमै रमाइलो छ विशाखापट्टनमको यो बुद्ध भगवानको स्थल भनेर यो ठाउँलाई गभर्मेन्टले अलग्गै राखेको छ ल धीरेन्द्र यसो एक दुई कुराहरू हाम्रो यता बस्ने तिम्रो जो क्लासमा पढ्ने साथीहरू हुन्छ नि यहाँको आन्ध्र प्रदेशको साथीहरूलाई अब नेपालीमा तैँले भनी गौतम बुद्ध नेपालमा जन्मेका थिए नेपाल कपिलवस्तुमा गएको छौ तिमी कहिले खान्छ कपिलवस्तुमा गएको छौ कहिले नेपाल कपिलवस्तुमा गएको छैनौ एकचोटि जाने इच्छा छ होइन बुद्ध भगवान तिमीलाई मनपर्छ किन मनपर्छ भन त बुद्ध भगवान मलाई बुद्ध भगवानले शान्ति छाएको थियो शान्ति मान्छे नराम्रोलाई हटाएर फेरि उसलाई राम्रो ज्ञान दिए सबैहरूलाई सबै मान्छेलाई राम्रो ज्ञान दिएको थियो होइन त्यसैले तिमीलाई बुद्ध भगवान मनपर्छ ल यसो एक दुई कुराहरू तिम्रो जो क्लासमा पढ्ने साथीहरू छन् नि यहाँको यो गुम्बा नजिकै बसेर होइन यहाँको जो तिम्रो क्लासमा पढ्ने साथीहरू छन् विद्यार्थीहरू छन् तिनीहरूले पनि बुझ्ने गरेर यसो एक दुई कुराहरू बुद्ध भगवानको बारेमा राम्रोसँग नेपालमा जन्मेका थिए अथवा बुद्ध भगवान भनेर के थिए भन्ने कुरामा यसो भन्ने हो नि त ल नमस्ते everyone. Gautam Buddha was born 2500 years ago. Siddhartha Gautam Buddha was born into a royal family of Sakya clan into a small kingdom. Into a small kingdom, Kapilvastu, now in southern Nepal. His father's name was Suddhodana, ruler of king. His mother's name was Maya Devi, the queen of the kingdom. The life of the Buddha and teaching have world foundation of billion people to millionaires seek peace and wisdoms. Please one time visit Nepal Kapilvastu. You will find what is peace and love. Thank you. ल साथीहरूलाई भन्ने कुरा त्यही हो होइन तिम्रो क्लासमा पढ्ने साथीहरूले यो कुराहरूलाई बुझेर अब दुवैजनाले ल धीरज तिमीलाई त मैले पहिला पनि भनाइसकेको छ अब बुद्ध भगवानको ठाउँमा आएर आफ्नो हिन्दू धर्मको बारेमा पनि एउटा दीपावलीको बारेमा तिमीले भनिसकेको छ अझै पनि केही छ भन्नु बुद्ध भगवानको बारेमा भन नि त नि भनिसक्ने भएपछि के साह्रै भन्नु पऱ्यो नि त नि बुद्ध भगवान भने के थिए कहाँ जन्मेका थिए हाम्रो देश भन्नाले नेपालमा जन्मेका थिए होइन हाम्रो देश नेपालमा जन्मेका थिए तिमीहरू होइन ल त्यही थियो होइन ल कृष्ण अङ्कललाई पनि एक दुई कुरा जाइज जाओस् कृष्ण दाहाल अङ्कल तिम्रो फेभरेट अङ्कल एकदमै कृष्ण अङ्कल भनेको एकदमै पढाइ लेखाइ गरेर धेरै मेहनत गरेर मेहनतले पनि कृष्ण अङ्कललाई भनेको थियो अरे के यति कि मेहनत गर कृष्ण मलाई अब भयो पुग्यो भनेर भनेको थियो अरे नाममै कृष्ण होइन हिजो भनेको थियो जेठो बाबु किन्न हालेको दाइ भनेको थियो आज त जेठो बाबुको पनि हालिदिन्छु है कृष्ण अङ्कलको नाममै कृष्ण त मतलब कति पावरफुल होला है धीरेन्द्र कस्तो पावरफुल मान्छे हो त पढाइमा शक्तिमा सबैमा हो त धीरेन्द्र ल यो डाँडाहरू यस्तो पहाडहरू कति रमाइलो छ धीरेन्द्र के यसो दुई चार कुराहरू यो डाँडाकाँडाको बारेमा यसो यो यहाँको वातावरणको मौसमको बारेमा भोलि त तुफान आइरहेको छ अरे है तिमीलाई थाहा छ भोलि तुफान आइरहेको छ यहाँतिर त्यसैले आज हामीहरू आएको यहाँ आएर भिजिट गरेर गइहाल्ने हो बादलहरू पनि उता घन्केर आइरहेको छ है यो डाँडाहरूको बारेमा यसो एक दुई कुराहरू यहाँ शुद्ध डाँडाहरूले के गर्छ भन त हामीलाई के दिन्छ धीरज डाँडाहरूले के दिन्छ पाक्न डाँडाहरूले हामीलाई के दिन्छ धीरेन्द्र डाँडाहरूले हामीलाई के दिन्छ शुद्ध हावा दिन्छ धीरज डाँडाहरूले हामीलाई के दिन्छ शुद्ध हावा दिन्छ अक्सिजन डाँडाहरूमा भएका रुखहरूले के दिन्छ अक्सिजन दिन्छ होइन डाँडाकाँडाहरू भयो पानी कम पर्छ डाँडाकाँडाहरूमा भएर जङ्गलहरूको भएर जङ्गलहरू पानी भयो के हुन्छ पानी पर्दैन ओके त्यसैले आज सबै कुरा
हेर्न लायक छ, सबै कुरा हेर्न लायक छ, एकदम रमाइलो छ, हरियाली छ।